मलाई गरिब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थे र अभावको उपयोगिता त दरिद्रताको मोहनीमा रङ्गिला लहरहरू निकालेर जीवनको कतुवालाई सपनाका दुनियाँमा डुबाउँथे। तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा म पापी हुनमा के फाइदा होला र? कलीको राज्यमा बेइमानी र छक्का पन्जाहरू पछि लाग्नु के नोक्सान होला र? खान पिउन मोज उडाउनको मौका पाउँदा पाउँदै हाड घोट्ने आत्मदेय एक्लोपनमा सायद फोस्रो मृग तृष्णा सिवाय केही हुन सक्ला र? सत्यको भन्दा झुटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनु भन्दा झुटो बोलेर नाक बचाउनमा धेरै बुद्धिमानी होइन? असत्यद्वारा अरूहरू ईश्वर प्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन् र उनको जीवन सफल हुँदछ। म किन सत्यको सती जाउँ जब सत्यलाई दुनियाँ आगो हुन्छ र असत्यलाई पानी? तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन्। मैले झुटो बोल्न खोजेँ भने त्यसै ओठ लरबरिन्थ्यो। मिथ्या ओर्लनु अगाडि साँचो कुरा टप्किहाल्दथ्यो। मैले छकाउन खोजेँ भने छकाउनको इच्छा त्यसै शर्माएर भित्रभित्रै लुक्दथ्यो। मैले मोजमजा गर्न खोजेँ भने 2 दिनको लहडाबाजीपछि 2 वर्ष लामा तरङ्गहरू निकाल्दथे। आत्माले ढाड्दथ्यो तर भित्रभित्रैमा लज्जित हुन्थे। मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा लाग्दथिन्। तर सत्यको मुहार देख्न साथ यमकातर जस्ता भएर इन्द्रियहरू शिथिलाउँथे। यस्तो प्रकृतिले आत्मवेदना सत्य र सौन्दर्यको असफल खोज सिवाय ईश्वरले केही अरू दिएको बुझिन्न। यो विशाल विश्वमा उसलाई ठक्कर खानु च्याट पाउनु र तैपनि एकहोरो अन्वेषणमा लागिरहनु सिवाय केही हुँदैन। यद्यपि शरीरका नसा जल्दै टुट्दै शरीर नै चिता बनोस्, तर मानव आत्माको धुन अनौठो छ। असत्यबाट शान्ति पाउँदैन। अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ। ईश्वरको इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस् तापनि आत्माले आफ्नो ढिपी छाड्दैन र सत्य खोज्दा खोज्दै भुलभुलैया पसे पनि उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अन्धेरा कोठरीका उल्झनमा र ठक्करमा च्याठिँदै र सिलाउँदै हिँड्नै पर्छ। यसकारण विचारको ठुङ्गाई थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन् र विलासका सामग्रीहरू पन्जाएर बिचरा मासु र हाडको जीवनलाई सङ्कष्ट गर्दछन्। म एकजनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए। मेरा घाउ, मेरा नुकचुकहरू, अभावको ऐनीले नुन तेल खोज्नलाई खुट्टा दौडानको काम प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलिफ पाउन किन मन लाग्यो म भन्न सक्दिनँ। उसलाई अरू मनुष्यको स्वभाव, कर्म र सुख दुःख विचार गरेर गौर गर्नमा किन चाख लाग्यो, त्यसको बुझाइ छैन। संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसको वियोग र संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दुःख काण्डको अध्ययन गर्न खोज्नमा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म सक्दिनँ। तर वास्तवमा कुरा त्यही छँदैछ। यो आत्मा खान चाहन्न, सुत्न चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना उठाउन चाहन्छ। प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूले साहित्य प्रेमलाई बुझाउन चाहन्छन्। तर जस्तो विज्ञानले पनि वस्तुको सतहसम्म मात्र छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोवैज्ञानिक पनि बोक्रे बोधले सन्तोष लिन्छ। मनुष्यका सम्पूर्ण आत्म बुझाउने विद्या अहिलेसम्म निस्केको छैन, न निस्किएला। तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ मद्दत गर्नेमा नाम लिन सक्दछन्। खाली प्रख्यातिको प्रेमले मानव आत्मालाई मृत्युको पारसम्म पुर्याउन सक्दैन, न त ती जीवनका मिठा प्रलोभनहरू सबै विजय गर्नमा सामर्थ्य दिन्छन्, जसको विजय एकध्ययको सफलता हो। तर मलाई अहिले लेख्दा लेख्दै हाँसो उठ्दछ, किनकि यतिको कुरा लेख्दा मैले कति छद्मवेशले चलाकी गरिसकेँ होला। म मानव महात्मा जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु। म जस्ता छट्टु फटाहा कथा कस्ने सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूको रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला।